के को टुरिस्ट हुनु बालेन त्यही उर्लाबारीका जो हिसाब त रहेछन्। वाक्य सम्भवतः यसपालिको प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा एउटा जायन्ट किलर वाक्य हुन सक्छ, गेम चेन्जर वाक्य हुन सक्छ। भनिन्छ नि शास्त्रमा, शब्द ब्रह्म हो, शब्दमा शक्ति हुन्छ। शब्दहरूको संयोजनले जुन वाक्य भन्दछ, ती वाक्यहरूले मान्छेको मनस्थिति परिवर्तन गर्न सक्छ र त्यसले नतिजा परिवर्तन गरिदिन्छ। त्यस कारणले शब्द ब्रह्म हो भनिएको हो। यति भनिसकेपछि मैले अघि सुरुको भनेको वाक्य फेरि दोहोऱ्याउन चाहन्छु। वाक्य के भन्दा, टुरिस्ट रहेनछन् बालेन, ती त यहीँ पर उर्लाबारीका ज्वाइँसाप पो रहेछन्। यो झापाको निर्वाचन क्षेत्र नम्बर 5 का अर्थात् नेकपा एमालेका अध्यक्ष श्री केपी ओलीज्यूका निर्वाचन क्षेत्रका जनताले भनेको वाक्य रहेछ। गेम चेन्जर वाक्य हुन सक्छ, यो नतिजा परिवर्तन गर्न सक्ने वाक्य हुन सक्छ, यो जायन्ट किलर वाक्य हुन सक्छ। त्यो भनेको के भन्दा, सबभन्दा पहिला इलेक्ट्रोल पोलिटिक्समा, राजनैतिक निर्वाचन पद्धतिमा एउटा शब्द छ, जायन्ट किलर। नाम कहलिएका मान्छेलाई चुनावमा हराउँछन् भने त्यसलाई जायन्ट किलर भनिन्छ। बालेनजीलाई उहाँ झापा निर्वाचन क्षेत्र नम्बर 5 बाट चुनाव लड्न जाने भइसकेपछि श्री केपी शर्मा ओलीज्यूले पाहुनालाई बास बस्ने खाने बस्ने व्यवस्था गरौँला, बस्ने ठाउँ पाएन भने भन्नु हामी दिउँला, जसरी यी टिप्पणीहरू भए, यी टिप्पणीहरू वास्तवमा गरुङ्गा टिप्पणी रहेनछन् भन्ने कुरो अहिले देखिन आयो। त्यो भनेको के भन्दा, बालेन आखिर त्यही उर्लाबारीका ज्वाइँ रहेछन् नि त, को ससुरालीका पनि त तमाम मान्छेहरू त्यहाँ होलान् नि। उनी तर मैले यहाँनिर भन्न खोजेको एउटा कुरो चाहिँ के भन्दाखेरि, केपी ओलीजी 72 सालको आसपासमा नयाँ संविधान जारी गर्ने क्रममा भारतले नेपालमाथि नाकाबन्दी लगाएको बेलामा जसरी उहाँले राष्ट्रियताको पक्षमा, देशको पक्षमा अडान लिनुभयो, त्यो अडानले उहाँ एउटा जायन्ट फिगर भएर आउनु भएको थियो। तर पछि उहाँ प्रधानमन्त्री भइसकेपछि उहाँको त्यो राष्ट्रिय व्यक्तित्व क्रमिक रूपले घट्दै गयो। खास गरी उहाँले आफ्नो पार्टी मिलाउन सक्नु भएन। यस्तो अप्ठ्यारो परिस्थितिमा ठुलो सङ्गठन भएको, इतिहास पनि भएको पार्टीले र त्यसका मूल नेतृत्वले जसरी हलुका रूपले टिप्पणी गर्ने बानी हिजो थियो र त्यो बानीका कारणले त्यो पार्टीमा विभाजन आयो, अहिले यस्तो विषम परिस्थितिमा पनि त्यो बानी सुध्रिएको रहेनछ। धरातल नभएको र टिक्न नसक्ने टिप्पणी अन्ततोगत्वा टिप्पणीकारलाई नै हानिकारक हुन सक्छ, अस्वस्थकर हुन सक्छ। यो इतिहासले, अनुभवले देखाएको कुरो हो। त्यसकारणले मैले भन्न खोजेको चाहिँ के भन्दाखेरि, जसरी बालेनजीलाई सुरुमै श्री केपी शर्मा ओलीज्यूले पाहुना प्रयोग गरौँला जस्ता शब्दावलीहरू गर्नुभयो र अध्ययन गरेका रहेनछन् कि भन्ने कुरा देखिन्छ। किनभने बालेनजीको त ती सँगै उर्लाबारीमा ससुराली रहेछ नि त। तपाईँको जन्मघर, तपाईँको ससुराली घरले चुनावमा महत्त्वपूर्ण सहयोग गर्छ। त्यस कारणले बालेनजी त ती उर्लाबारीको ज्वाइँ हुनुहुँदो रहेछ, सँगै झापा निर्वाचन क्षेत्रमा चुनाव लड्न जानुभएको छ। अब त्यहाँका मान्छेहरूले भने नि, टुरिस्ट होइन रहेछन् बालेन, यही उर्लाबारीका ज्वाइँ रहेछन् त, हाम्रै मान्छे रहेछन् भन्ने कुरामा जान सक्छ। र यो वाक्यले गेम चेन्ज गर्न सक्छ, जायन्ट किल गर्न सक्छ, अथवा यो वाक्य स्टेटमेन्ट जायन्ट किलर स्टेटमेन्ट हुन सक्छ। नेकपा एमालेको अध्यक्षज्यूलाई, नेकपा एमालेलाई यसले त्यति स्वस्थकर नतिजा नदिन पनि सक्छ। बालेनजीको पक्षमा यसले बढी स्वस्थकर र बढी फाइदाजनक नतिजा दिन सक्छ, यस्तो सम्भावना पनि देखिन्छ। हालाकि यस्तो हुन्छ भन्न सकिँदैन, यस्तो नै हुन्छ भन्ने पनि छैन र यस्तो होस् भन्ने पनि मेरो कामना छैन। म तटस्थ रूपले बराबरीले हेर्न चाहौँला। तर एउटा पोलिटिकल साइन्सको स्टुडेन्टको नाताले
मैले यो विश्लेषण गरेँ र यो विश्लेषण इतिहासका अनुभवका आधारमा यो विश्लेषण गरेँ। बाँकी आदरणीय दाजुभाइ दिदीबहिनीहरूले यसमा टिप्पणी गर्नुहोला। शब्द ब्रह्म हो, शब्दमा शक्ति हुन्छ। मलाई लाग्दछ बालेन टुरिस्ट होइन रहेछन्, यी उर्लाबारीका ज्वाइँ रहेछन् भन्ने जुन यो वाक्य छ, यो वाक्यका शब्दहरूमा शक्ति देखिन्छ। यो नतिजा त भविष्यको हातमा छ। सबैको जय होस्, भलो होस्। सबैले शुभकामना। धन्यवाद।